धेरैको सामान भारतबाट नेपाल लान सक्नुहुन्न। मतलब 100 रुपियाँ भन्दा धेरैको सामान लान चाहनुहुन्छ भने 80% सम्मको भन्सार शुल्क तपाईले तिर्नुपर्छ। यसो सुन्दा मलाई आजभन्दा झन्डै 4 वर्ष अगाडिको बालेन शाहको त्यो गीत याद आउँछ, जुन गीत उनले काठमाडौँ महानगरको मेयर हुनुभन्दा अगाडि गाएका थिए। कसले तिर्ने सात समुद्र पारी त्यसको सात उधारी। मतलब चुनाव अगाडि चाहिँ गरिबको चमेली बोल्दिने केही छैन भन्दै जनताको मन जित्ने, अनि चुनाव जितिसकेपछि चाहिँ त्यही गरिबले भारतबाट ल्याएको 100 रुपियाँको सामानमा 80% सम्म भन्सार शुल्क लगाइदिने। मतलब वर्षौंसम्म भारतमा काम गरेर घर जाँदा हामीले आफ्नो आमाको लागि एक जोड साडी पनि लगेर जान नपाउने। लो साडी त अलि महँगो भयो रे, 200 रुपियाँ पर्ने एक प्याकेट चकलेट पनि हामीले लगेर जान नपाउने। मतलब बालेन शाह देशबाट गरिबी हटाउन चाहन्छन् या गरिबलाई नै देशबाट हटाउन हो। अहिले सबैको मनमा यस्तै कुरा खेलिरहेको छ। 100 रुपियाँ भन्दा बढीको सामानमा 80% सम्मको भन्सार शुल्क लगाउने कुरा बाहिरबाट हेर्दा जति सरल मानिन्छ, तर भित्र त्यति नै जटिल र देशको अर्थतन्त्रको लागि त्यति नै महत्त्वपूर्ण छ। आर्थिक वर्ष सन् 2022-23 को तथ्याङ्क अनुसार नेपालले करिब 156 अर्ब रुपियाँ बराबरको सामान भारत निर्यात गर्दा, मतलब भारतले बेच्दा भारतबाट करिब 1.02 ट्रिलियनको सामान आयात गरेको छ। मतलब भारतसँग किनेको छ। तपाई आफै सोच्नुहोस्, भारतसँग नेपालको कति धेरै व्यापार घाटा छ। यो जुन 1.02 ट्रिलियनको सामान आयात गरिएको छ, यो त केवल भन्सार तिरेर आयात गरेको सामान मात्रै हो। भन्सार नतिरिकन ल्याएको सामानको कुनै हिसाब किताब नै छैन। विशेष गरी भारतसँग सीमा जोडिएका क्षेत्रका नागरिकहरू जुन आफ्ना घरेलु सामान लत्ता कपडा सीमापारीका बजारहरूबाट ल्याउने गर्छन्, त्यसले गर्दा उनीहरूलाई फाइदा हुन्छ। उनीहरूले त सस्तो मूल्यमा धेरै सामानहरू पाउँछन्, तर घाटा कसलाई हुन्छ त? हाम्रो राज्यलाई। उनीहरू सीमापारी गएर सामान किन्दा सीमापारीका बजारहरू त भरिभरा हुन्छन्, तर हाम्रा बजारहरू सुक्न थाल्छन्। हाम्रा व्यापारीहरू पलायन हुने अवस्था सिर्जना हुन सक्छ। सीमापारी गएर सामान किन्ने ग्राहक र बिचौलियालाई रोक्न सकियो भने हाम्रा बजारहरूमा पनि व्यापार बढ्ने भयो। व्यापार बढ्यो भने थप रोजगारहरू पनि सिर्जना हुने भयो। यस्तै हाम्रै उत्पादनहरूले पनि बजार पाउने भए र व्यापार घाटा घटाउन पनि यो नियमले ठुलै मद्दत गर्ने भयो। यसो भएको हुँदा अब हामीले व्यक्तिगत स्वार्थको लागि भन्दा पनि देशको हितको लागि सोच्नुपर्छ। सरकारले गरेका सही निर्णयको साथ दिनुपर्छ र पालना गर्नुपर्छ। आवेगमा आएर सरकारले गरेका हरेक निर्णयको विरोध गरेर मात्र हुँदैन। याद राख्नुहोस्, त्यो दिन भदौ 23 र 24 जुन दिन सुनौलो नेपालको सपना पूरा गर्न युवाहरूले आफ्नो ज्यान सुम्पेका थिए। त्यही सपनाहरू पूरा गर्न सरकारले ल्याएका केही नियमले व्यक्तिगत रूपमा केहीले असर पार्न सक्छ, तर देशको हित र भोलिको सुनौलो भविष्य पनि हुन सक्छ।